नमस्कार सबैजनालाई रिचेप मल्टी सर्भिस युट्युब च्यानलमा यहाँलाई स्वागत छ। सधैँ आज पनि हामी नेप्सेक लाइसेन्स लिएर उपस्थित भइसकेका छौँ। हामी जान्छौँ सुरुमा nelpuriexpress.simtip.com, त्यसपछि जान्छौँ हामी टेक्निकल चार्ट पावर्ड बाई नेप्सी अल्फा। थर्सडे मे 21, 2026 जेठ 7 गतिको क्यालेन्डर यसबार जेठ 7 गतिको नेप्से सूचक यसबार कार्ड छ। ओपनिङ 2762.17, हाई 2764.14, लो 2734.21, क्लोजिङ 2742.11, समग्रमा 12.37 अङ्कको गिरावट, पर्सेन्टेज भन्दा 0.45, कारोबार 3 अर्ब 89 करोड। अब लास्ट आवरमा 8 अङ्क त बढेको थियो है, यसले गर्दाखेरि बढ्छ कि भन्ने होप छ। अब यसो लाइन चार्टबाट हेर्नुहुन्छ भने लोवर लो बनाउनु गएको कि जस्तै हुन्छ। यदि 2726 भन्दा मुनि जान्छ भने लोवर लो र होइन बजार फर्किन्छ र 2754बाट माथि जान्छ भने फेरि के हुन्छ त बुलिसतर्फ जाने आकलन गर्न सकिन्छ। हाइकेनेसी क्यान्डलले के दिएको छ त भन्दा ग्रिन सिग्नल दिएको छ। विकलीमा हेर्छौँ भने ग्रिन सिग्नल छ, ग्रिन क्यान्डल छ र 4 दिनको हेर्दाखेरि के छ त भन्दाखेरि अब यो एउटा खालको मैनबत्ती देखाएको छ, राम्रै छ यो है, माथि जाने मैनबत्ती नै हो। अब त्यसपछि हामी जान्छौँ टिडिएक्स सेटअप। यो ग्रिन लाइन चाहिँ 48.27 को आरआरीमा छ। 50 भन्दा माथि कटेपछि सबैजना लगानीकर्ताहरू छिर्नुहुन्छ र 48.70 लाई कट्यो भने चाहिँ फेरि स्क्याल्पिङ गर्ने पनि के गर्नुहुन्छ त बजारमा छिर्नुहुन्छ। यो चाहिँ राम्रो पोजिटिभ साइन देखाएको छ। आरएसआई राम्रै जोनमा छ, 51 र 45 को जोनमा छ। 30 देखि 70 राम्रै हो। त्यसपछि हामी हेर्छौँ मुभिङ एभरेज। 5 दिनको मुभिङ एभरेज 2740.17, 13 दिनको मुभिङ एभरेज 2743.3 छ, 34 दिनको मुभिङ एभरेज 2760.78, 89 दिनको मुभिङ एभरेज 2745.65 र 233 दिनको मुभिङ एभरेज 2690.67 छ। हामी कति छौँ त 2742.11 मा छौँ भने चाहिँ 3टा मुभिङ एभरेज चाहिँ हामीभन्दा माथि छ। मात्र एउटा 5 दिनको मुभिङ एभरेज मात्र मुनि छ, अरू मुभिङ एभरेजहरू सबै के छन् त माथि छन्। यसले गर्दाखेरि प्राइस माथि बढ्छ भन्ने राजकीय विश्लेषण छ। एडिएक्स 14 हेर्छौँ हामी 47.14 छ, बढ्दो क्रममा राम्रै छ। विलियम पर्सेन्टेज आर 47.17 माइनसमा राम्रै छ। यो -20 देखि -80 सम्म राम्रै मानिन्छ। आरएसए 49.80 को जोनमा 50 भन्दा माथि गुटुङ लाएर सबैजना बाउट गर्न आउँछन् है। धेरै जसो स्टकहरूमा 50 पुगेपछि के हुन्छ त बाई सिग्नल देखाउँछ। त्यो सेटअप नै त्यसरी नै राखेको हुन्छ एल्गोरिदम। अब नि 200 दिनको इएमए 2741.04, अब इएमए क्रस 8 दिनको इएमए 2739, 50 दिनको एभरेज 2754.8 छ। यो चाहिँ के छ त बियरिस क्रसओभर छ, त्यही नै। अब हामी भी सेटअप हेर्छौँ। 20 दिनको भोल्युम लगभग कति छ त भन्दा 4 अर्ब 91 करोड है। 4 अर्ब 91 करोड भन्दा बढी हुन्छ भने 20 दिनको भोल्युम ब्रेकआउट गर्छ, नत्र हिजो 3 अर्ब 89 करोडको मात्र कारोबार भएको छ। एडिएक्स 42.85 राम्रै पोजिसन, ओबिपी माइनसमा गएको छ, यो चाहिँ नराम्रो अनब्यालेन्स भोल्युम। चाइकिन मनी फ्लो हिजोबाट फेरि 0.01 है माइनसतर्फ गइरहेको छ। यो सम्भव अब बााउन्स भएर माथि नै जान्छ भन्ने लागिरहेको छ। इएमए 227.5.28 मा छ है। भोल्युम 3 अर्ब 89 करोड। यो चाहिँ 2726 तर्फ बढी कारोबार भएको देखाएको छ। हामी 2742 मा छौँ। प्याराबोलिक सार हेर्छौँ। प्याराबोलिक सार अहिले धेरै घटेको छ। हिजो अस्ति 2800 माथि बसेको थियो प्याराबोलिक सार भने, अहिले 2798 तर्फ आइसकेको छ। प्याराबोलिक सारको हामी नजिकै छौँ भन्नुपर्छ। सेन्ट्रल पिभट पोइन्ट लोवर रेन्ज पनि डाउन छ, मिडल ब्यान्ड पनि डाउन छ, अप्पर ब्यान्ड पनि के छ डाउनै छ र 2766 मा बजार यदि आज बढ्यो भने 2766 मा एकदम इमिडिएट रिजेक्सन आउने सम्भावना सेन्ट्रल पिभट पोइन्टबाट हामी के गर्न सक्छौँ त हेर्न सक्छौँ। त्यसपछि इचोमोको क्लाउड भन्दा तल नै छ, हाम्रो प्राइस तल बसेको छ। यसको अर्थ अब माथि पनि जान सक्छ भन्ने हो। इचोमोको क्लाउड के छ त साइडवेज छ। आगामी बन्ने बादल अलिकति केही रेड देखाए पनि यो बादलभन्दा मुनि नै प्राइस क्लोजिङ हुनु भएको छ। अब छिटै नै बादललाई छुन जान्छ कि भन्ने हामी आश्वासन गर्न सक्छौँ। त्यसको लागि बादल टच गर्नको लागि 2790 मा जानुपर्ने हुन्छ। हामी जान्छौँ चाइकिन मनी फ्लो -0.01, पर्सेन्टेज आएर -51.37, एओ -33.26, यो चाहिँ पोजिटिभ छ है। हिजोभन्दा आज हिजो माइनस कति थियो -38 बाट आज -33 मा गएको छ। -5 पोइन्टको इन्क्रिजमेन्ट भएको छ। सुपर 10-10-3 2823 मा छ होइन। अब यसले बियरिस सिग्नलले देखाइरहेको छ भने एसएमएमए स्मुथ मुभिङ एभरेज 14 दिनको 2757.32,
छ। त्यसपछि हामी हेर्छौँ स्टोकटिस आरएसआई। स्टोकटिस आरएसआई चाहिँ बियरिस गोल्डन क्रस ओभर छ है, 63 छ बाई 55 भनेपछि गोल्डन क्रस त राम्रो छ। सेकेन्ड मनी फ्लो -0.01 छ, बााउन्स भएर माथि नै आउँछ। यो -33.26 पोजिटिभमै हिजोको भन्दा आज पोजिटिभमा छ, माइनस तर्फको पोजिटिभ भनौँ है। अनि त्यसपछि सुपर ट्रेन्ड रेट 2756.96 छ, हामी 2742 छौँ, 14 अङ्कको फरक छ। बियरिस मार्केट देखाइरहेको छ, यदि 56 माथि गयो भने बुलिस मार्केट देखाउन सक्छ। एसएमएमएफओ को कुरा हामीले अघिल्लोमा चर्चा गरिसक्यौँ। अब यसमा के छ, यसमा 8 दिनको एक्सपोनेन्शियल मुभिङ एभरेज 2739.90 देखाएको छ, हामी 2742 छौँ। 8 दिनको इएमए भन्दा माथि बजारको क्लोज भएको हुनाले अझै पनि हामी के छौँ त बुलिस मोडमा छौँ भन्ने भनिन्छ। ओबिबी 1 अर्बको छ, यो चाहिँ बुलिस मार्केटमा 1 खर्बसम्म पुग्न सक्छ। सेकेन्ड मनी फ्लो -0.01 बााउन्स भएर माथि आउन सक्छ। अरू त्यस्तै छ। बोलिन्जर ब्यान्ड हेर्छौँ हामी। बोलिन्जर ब्यान्ड पहिला केटनर च्यानल है, केटनर च्यानल 22 एभरेजलाई 2751.07 छ केटनर च्यानल भने, हामी 2742 छ। क्यान्डलले छोएको मात्र छ है, केटनर च्यानललाई रेस्पेक्ट गरेको छ, तर केटनर च्यानल माथि बन्द हुन सकेको अवस्था छैन। बोलिङ्गर ब्यान्ड हेर्छौँ। बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड 2744.99 छ। हिजो बोलिङ्गर ब्यान्डभन्दा माथि क्लोज भएको बजार, आज बोलिङ्गर ब्यान्डभन्दा के भएको छ त मुनि आएर क्लोज भएको छ। यद्यपि बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डलाई चाहिँ रेस्पेक्ट गरिरहेको अवस्था छ। यहाँभन्दा अगाडिका 5वटा क्यान्डलहरू इन्भ्यालिड गरायो भने हिजो यो हरियो क्यान्डल भनेको थियो भने हरियो क्यान्डलको आधा भागभन्दा पनि मुनि जान सफल भएको छैन। यसको मतलब यो रातो क्यान्डल पनि अब असफल हुँदैछ भन्ने हामी बुझ्न सक्छौँ। 3.89 करोडको कारोबार। अब यो डिएमआई हेर्नुहुन्छ भने 22 र 21 भयो। हेर्नुहोस् ग्रिनले जब येलोलाई क्रस गर्छ यो गोल्डन क्रस ओभर हुन्छ। हिजोसम्म बियरिस क्रस ओभर थियो, आजबाट गोल्डन क्रस ओभर गएको छ, अनि यो चाहिँ राम्रो पक्ष हो। एडेक्स 14 के छ त बढेको छ, 42.85 गएको छ। हिजो 41.91 थियो भने आज 42.85 छ। अब त्यसै गरी हामी हेर्छौँ एमएससिडी हेर्छौँ, मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स है। अब यसले हिजोको अस्ति बजार बढेको सिग्नल बल्ल आज देखाउँदैछ कि जस्तो लाग्छ। अलिकति ल्यागिङ इन्डिकेटर मान्छु मैले यसलाई। -14.20 -16.19 डिफ्रेन्स, हिस्टोग्राफको डिफ्रेन्स जम्मा कति हो 16 - 14 गर्दा लगभग 2 अङ्कको 1.99 अङ्कको के छ त फरक छ। हिस्टोग्राम हिजोको भन्दा आज बढेको छ, पोजिटिभ छ भनेपछि बजार बढ्ने सम्भावना देखिन्छ। आरएसआई 50 र 1047.30 एकदम राम्रो जोनमा छ। अब 4 अर्बको कारोबार हुनुपर्ने थियो है, भएन, 3.89 करोड भयो, र ठिकै छ। एभरेज भोल्युम पनि घटिसकेको छ अहिले त। अब 20 दिनको इएमए कति छ त भन्दा 2700, 20 दिनको इएमए 2751 छ भने 50 दिनको इएमए 2760.62 छ। 50 दिनको एभरेज बढी भएको हुनाले चाहिँ के छ त यो बियरिस क्रस ओभर छ। भोल्युम 20 दिनको 4 अर्ब छ। अहिले त औसत भोल्युमै पनि केमा झरिसकेको त 4 अर्बमा झरिसकेको अवस्था छ, एकदम न्यून भइरहेको छ। स्मार्ट मनी कन्सेप्ट भन्छौँ। स्मार्ट मनी कन्सेप्टले लिक्विडिटी लिइरहेको छ। मुभिङ एभरेज च्यानल 20 दिनको मुभिङ एभरेज च्यानलभित्रै के भएको छ त क्यान्डल क्लोज हुन सफल भएको छ। मुभिङ एभरेज च्यानललाई ब्रेक गर्न खोजेको थियो है, 2761.25 लाई यदि तोड्छ भने मुभिङ एभरेज च्यानल तोडिन्छ र प्राइस के हुनसक्छ, माथि नै जान सक्छ। माथिल्लो लिक्विडिटी लिनको लागि 2915, तल्लो लिक्विडिटी लिनको लागि 2672। बजारलाई जता अल्छिलो लाग्छ त्यतै जान्छ भनेको मतलब माथितिर जाने सम्भावना बढी देखिन्छ। त्यसमा इन्ट्री गर्ने कि एक्जिट गर्ने त भन्दाखेरि अब एभरेज प्राइस है, भ्युआपले के भन्छ भन्दा 2746.82। एभरेज प्राइस भन्दा हाम्रो बजार के छ त तल भएको हुँदा बजार माथि नै जान्छ भन्ने चाहिँ मेरो राजकीय विश्लेषण छ। आरएसआई 46.74 छ 14 डेजको आरएसआई। एमएफआई अब यो मनी फ्लो इन्डेक्स के छ त भन्दा यो चाहिँ पोजिटिभ छ है, यो -20 देखि 80 सम्म राम्रै मानिन्छ भनेको 44.97 छ। मनी फ्लो इन्डेक्स राम्रो भएको हुनाले ल बजार इएमए 2751.07 छ भने मुभिङ एभरेज चाहिँ कति छ त 2744 छ। यो चाहिँ एक्सपोनेन्शियल मुभिङ एभरेज चाहिँ के छ बढी नै छ भनेको पछिल्लो दिनको कारोबार नै बढी देखाएको छ। बजार चाहिँ मलाई आज मैले हिजो पनि भनेको थिएँ, सबै पोजिटिभ सेन्टिमेन्ट हुँदाखेरि नेगेटिभतर्फ पनि ध्यान दिनुपर्छ है भनेको थिएँ मैले हिजो, नभन्दै बजार घट्यो र आज जहाँसम्म सबैको अब के छ फेरि घट्ने हो कि भन्ने डर छ। डरको अन्यलको बिच आज चाहिँ म भनी बढ्छ। अब हिजो जसले पैसा हाल्नु भएन उहाँले चाहिँ आज त्यो बाँकी रहेको चाहिँ राख्न सक्नुहुन्छ। 20% चाहिँ राखिराख्नुहोस् है, 20% नराख्नुहोस्। हिजो जस्तै 1 करोड हुने 30% राख्नु भनेको थिएँ मैले होइन, हिजो 15% राख्नु भ्याउनु भयो, आज 15% राख्दा हुन्छ र 20% तपाईँ क्यासमा रहनको लागि म हार्दिक अनुरोध गर्दछु भन्दै बिदा हुन्छु। नमस्ते।